हेलो साथीहरू, गुड आफ्टरनुन। अनि साथीहरू हेर्नुहोस् है, यस्तो काम गरेछ। यो चाहिँ दिनको ड्युटी साथीहरू। यो सबै दुःख चाहिँ परिवारको लागि साथीहरू, अनि पेटको लागि। संसारमा कोही यस्तो व्यक्ति होला साथीहरू जो चाहिँ सधैँभरि काम नगरिकन उसलाई खानु पुग्छ। मलाई त छ जस्तो लाग्दैन। हामी केटा मान्छेहरू चाहिँ साथीहरू बहुत सङ्घर्ष र दुःख गरेर पसिना बगाएर आफ्नो परिवार पाल्नु पर्छ। मलाई यो बाइबलको कुरा चाहिँ त मिठास लाग्छ। यो वर्ड चाहिँ आज केटा मान्छेले चाहिँ आफ्नो पसिना बगाएर चाहिँ आफ्नो फ्यामिली परिवार पाल्नुपर्छ होइन। किनभनेदेखि चाहिँ त्यो बाइबलमै उत्पत्तिदेखि नै त्यो वर्ड अथवा त्यो शब्द, त्यो वचन बोलिएको छ। प्रभु यीशु मसीहले भन्नुभएको छ, आज मर्द मान्छेहरू अथवा केटा मान्छेहरूले चाहिँ आफ्नो निधारको पसिनाले त दुःख गरेर संसारमा जीवन बिताउने छस् भन्नुभएको छ। त्यसै कारणले गर्दा साथीहरू हामी केटा मान्छे चाहिँ संसारमा बहुत दुःख गर्नुपर्छ। यो निधारबाट पसिना फाल्नुपर्छ। किन? परिवारको लागि, नानीहरूको लागि होइन, आफ्नो लागि। यस्तै छ साथीहरू।